नमस्ते हेलो एभ्रिवान वेलकम ब्याक टु इम्प्याक्ट हुस म इम्प्याक्ट हुसको फाउन्डर प्रेमसुनो हन्ना र U16 नेपाल बास्केटबल हेड कोच। आज म तपाईँहरूलाई स्किल एन्ड ड्रिलको हाम्रो इम्प्याक्ट हुसकोमा जोन डिफेन्स कसरी गरिन्छ बेसिकमा भनेर देखाउन गइरहेको छु। बेसिक डिफेन्स तपाईँको जोनमा नर्मल्ली हामीले आफ्नो स्पेसिफिक जस्तै आफ्नो आफ्नो जोनमा हेर्ने कसरी बसिन्छ र यो जोन डिफेन्स गर्दा भनेको हाम्रो अफेन्समा जस्तै आउट सुटर इनसाइड ड्राइभ गर्दा कसरी हामीले रोक्न सकिन्छ भनेर हामीले गर्न सकिन्छ। यो हाम्रो एथलिटहरूले देखाउन गइरहेछ। यो स्किल एन्ड ड्रिलमा जोन डिफेन्सको बेसिक कसरी गरिन्छ भने हामीले एथलिटहरू राखेर गर्न गइरहेको छु। जस्तै अब जोन डिफेन्स आफ्नो आफ्नो स्पेसिफिक जस्तै यो 2-3 डिफेन्स हो। यो नर्मल्ली जसले पनि गरेर हुन्छ उसको स्पेस मैले अहिले सहिलोको लागि कोन हाल्न छु। जस्तै यताको साइडकोले यो साइड सेन्टरकोले यो बिचको यसरी नै आफ्नो स्पेसिफिक एरिया हेर्ने जोन डिफेन्स फर्स्टमा स्टार्ट। अब जस्तै हामीले सर्ट अफेन्समा यिनीहरूले कसरी मुभ गर्ने त भनेर देखाउन गइरहेको छु। जस्तै पास पायो सँगै स्लाइड आउने छिटो आउने अगाडि बलसम्म आउने हो ह्यान्ड्स अप हो यो जाने फेरि हो पास अलि छिटो पास दिने सेन्टरमै बस्छ एउटा क्रस पास रन 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 छिटो यो मुभ गर्न सक्नुपर्छ। यसरी हामीले यो पास पास हो अब यही यसरी हामीले मुभ गर्न सकिन्छ। जस्तै यही बल हामीले साइडमा अब साइडमा दिगी ऊ अलि एक्टिभ हुनु सक्नुपर्छ। यो पास दियो स्लाइडसँगै हो यो तलसम्म आउने हो। यसरी हामीले आफ्नो स्पेसिफिक यो 2-3 जोनमा गर्न सकिन्छ। अब हामीले यही 2-3 डिफेन्स 3-2 डिफेन्समा अब सेम अब कुनै टिम अपोनेन्ट टिमको आउट सुटिङ अलि राम्रो छ 60-70% सुटिङ राम्रो छ तर इनसाइड बिग म्यानहरू छैन भने चाहिँ 3-2 डिफेन्स गर्न सकिन्छ। यसरी जस्तै यो बिचमा छ यो म्यान मार्क गर्ने हामीले यसरी मार्क गर्ने आफ्नो जोनमा बसेर यो हामीले 3 पोइन्ट सुटिङ यसरी रोक्न सकिन्छ यो हो। अनि अर्को डिफेन्स 1-2-2 यो चाहिँ हामीले बक्स डिफेन्स एकजना अलिकति 3 पोइन्ट भन्दा लाइनभन्दा अलिक माथि अलि ह्यान्डलर राम्रो छ अपोनेन्टको ड्रिबल राम्रो छ उसलाई रोक्ने र आउट सुटिङ पनि हामीले रोक्न सकिन्छ यसरी र इनसाइड पनि रोक्न सकिन्छ। हामीले यसरी 3टा नर्मल्ली बेसिक डिफेन्स 2-3 3-2 र 1-2-2 डिफेन्स गर्न सकिन्छ। आज हामीले जो जति पनि प्र्याक्टिकल्ली हाम्रो एथलिटहरू राखेर गऱ्यो हामीले जति सक्छ प्र्याक्टिसमा गर्न सकिन्छ। म अझै पनि भन्छु यो कम्युनिकेसन र आफ्नो टिममेटसँग आई कन्ट्याक्टहरू एकदम स्लाइडहरू एकदम यो कम्युनिकेसनमा पर्छ यो गर्न सक्छ। यो भन्दै हाम्रो यो इम्प्याक्ट हुस सब्सक्राइब र लाइक गर्नु होला र केही कमेन्टहरू छ भने फिडब्याक दिनु होला। नमस्ते।